वडाहरू सुरुमा हामी पहिचान गर्नु पऱ्यो कि मान्छे कहाँ अड्किबस्छ, कहाँ चाहिँ स्पट भइरहेको छ। किन हामी 81 हामीले सेफ्टीको लागि गरिदिउँ, तर त्यसले के निम्ति आउनु सक्छ भन्दाखेरि तपाईँको जहाँ एरिया मान्छे अड्केको छ त्यसको पहिचान हुनु सकेको छैन क्या। त्यो पहिलो कुरामा पहिचान गर्नु पऱ्यो। तब त तपाईँहरूले वडाले भन्न सक्नुहुन्छ कि यो ठाउँमा चाहिँ मान्छे अड्किएको छ, तपाईँहरूले चाहिँ यसरी गरेर एउटा सेल्टर बनाएर राखिदिनु पऱ्यो उहाँहरूलाई, होइन, व्यवस्थापन गरिदिनु पऱ्यो, होइन। बरु राज्यले के गर्नुपर्छ त्यसलाई हामी पछि हेरिदिउँला, होइन। रासन पानी के हुन्छ बरु यसो मिलाइदिनु पर्ला, अनि त्यहाँ खाना त छैन, होइन। अनि टप प्रायोरिटीमा तपाईँको अर्को भनेको एम्बुलेन्स, है। एम्बुलेन्समा तपाईँको के समस्या भन्दाखेरि चाहिँ आयो अड्केर बस्यो, अब त्यहाँ त्यो बिरामी मर्नु न बाँच्नुहुन्छ क्या। बाटोमा अहिलेसम्म देखेको हामीले रोकिदिउँ, त्यो एम्बुलेन्सलाई फर्स्ट प्रायोरिटी राखेर इनकेस त्यो एम्बुलेन्स छ कि छैन भने पहिचान गर्नु पऱ्यो। त्यो पहिचान अनुसारमा त्यसलाई प्रायोरिटीमा राखेर हामीले कसरी रेस्क्यु गर्नु सक्छौँ यताबाट सुरुमा उनीहरूलाई रेस्क्यु गर्नु पऱ्यो एम्बुलेन्सको भएको मान्छेहरूलाई चाहिँ, किन उनीहरू क्रिटिकल कन्डिसनमा ट्राभल गरेर हुन्छ, होइन। यो हुने बित्तिकै तपाईँको सुरुमा चाहिँ हाई रिस्क भएको मान्छेहरूलाई चाहिँ हामी रेस्क्यु गर्नु सफल भयौँ त्यसपछि, होइन। सेकेन्ड कुरा भनेको चाहिँ अड्केको मान्छेहरू पहिचान गर्ने तपाईँको हामीले तुरुन्तै गर्नु पर्यो। यसको लागि तपाईँहरूको टेन्टहरू कति छ, के छ, कहाँ छ? टेम्पोरेरी सेल्टर्सहरूको लागि तपाईँको त्यतिखेर उनीहरूलाई व्यवस्थापन गर्नु पर्यो नि। हामीसँग केही टेन्टहरू पिआइएमा छ, एसएससी भन्छ, हामीसँग भएको टेन्टहरू सरकारलाई हामी गरिरहेको छौँ, सबै देशमा उहाँलाई बुझाउनु दिएको छौँ। त्यो भएपछि अब यहाँबाट निकाल्नेदेखि लिएर अरू कुराको यसमा तपाईँको जुन सशस्त्र प्रहरी बलदेखि जहाँ यो तपाईँको रिलोकेसनको सेन्टर्सहरू छ नि त्यहाँ रासन पानीहरू तपाईँको रेडी गर्नु पर्ने पहिलो कुरा छ, होइन। त्यसलाई चाहिँ स्ट्यान्ड बाईमा राख्ने, किन चाहिँ नहाल्ने, तर यसलाई चाहिँ स्ट्यान्ड बाईमा राखिहाल्नु, कुन ठाउँबाट लिने, कति लिने, कस्तो खालको लिने, होइन। त्यो चाहिँ स्ट्यान्ड बाईमा राख्नु भने एटलिस्ट ल अब मान्छे आयो भन्ने बित्तिकै तपाईँको एउटा टिम डिप्लोय भएर चाहिँ रासन पानी यहाँ ल्याइदिनु पऱ्यो भनेर हामीले ठ्याक्क ल्याउन सक्यौँ। किनभने मान्छे आउँछ, मान्छेलाई व्यवस्थापन गर्ने एउटा टिम चाहिन्छ, त्यो टिमले व्यवस्थापन गर्दै गर्दाखेरि रासन पानीको लागि उहाँहरूको कम्बल बस्ने टेन्टहरू अब हुन्छ नि चादरहरू तपाईँको रेडीमा हुन्छ। त्यो भएपछि एटलिस्ट टाइममा हामीले यो गर्नु मिल्छ कि इन्टरभ्यू गर्नु मिल्छ कि यसलाई चाहिँ, होइन। अर्को कुरा भनेको तपाईँको यसमा हेल्थ क्याम्प, फर इक्जाम्पल अब यही ठाउँमा पनि तपाईँको जुन चाहिँ अड्केको मान्छेहरू छ त्यहाँ तपाईँको इमर्जेन्सी हेल्थ क्याम्पहरू हामीलाई चाहिन सक्छ, होइन। यसमा हाम्रो स्वास्थ्य मन्त्रालयसँग कोअर्डिनेसन गरेर त्यहाँ को पठाउने हो, के पठाउने हो, त्यहाँ नजिकको स्वास्थ्य चौकीहरू कहाँ कहाँ छ त्यो पहिचान गर्नु पऱ्यो हामीले। त्यो पहिचान गरेर त्यो स्वास्थ्य चौकीहरूलाई चाहिँ एक्टिभेट गर्नु पऱ्यो हामीले। त्यो भइसकेपछि सजिलो भयो, तपाईँको त्यहाँ इन्टरभ्यू गर्नु सजिलो भयो। कोही प्रेग्नेन्ट आइमै होला त्यहाँ, होइन, प्रेग्नेन्ट लेडिजहरू होला, त्यतिखेर तपाईँको बर्थिङ सेन्टरहरू काम लाग्छ, त्यतिखेर बर्थिङ सेन्टरको त्यो सो यो लिस्टहरू चाहेर चाहिँ सबैजना चाहिँ अहिले तुरुन्तै हामीले चाहिँ एक्टिभेट गरेर स्ट्यान्ड बाईमा राख्नु पर्छ सबैजनाले। यो भएपछि हामीले डिजास्टर प्रिपेयर्डनेस भयो, अब रेस्पोन्स गर्नुलाई हामीले सजिलो हुन्छ, होइन। मोटर बोटहरूको हाम्रो टोटल कतिवटा छ भन्नुभयो हजुरले? हाम्रोमा चाहिँ अब आर्म्ड पुलिस फोर्समा चाहिँ 96वटा ऱ्याफ्ट र 33वटा मोटर बोट छ। अब यो हाई स्पिड मोटर बोट खासै अहिलेको अर्बन रिभरहरूमा काम लाग्दैन, त्यो फ्लडमा धेरै बगेर आएको छ। तराईतिर विशेष अहिले गौरमा भयो, लालबोकाहरू त्यतातिर चाहिँ कम्युनिटीहरूमा त्यो काम लाग्छ। यहाँभित्र त हामीले नर्मल ऱ्याफ्टहरू नै त्यो इफेक्टिभ हुन्छ। त्यो सँगसँगै अरू अब विभिन्न किसिमका पर्सनल फ्लोटेसन डिभाइसहरू, लाइफ ज्याकेटै भयो भने पनि धेरै भयो भने राम्रो हुन्छ। अब त्यो सर्टेज नै हुन्छ, जहिले पनि अभाव हुन्छ। देशैभरि एकैचोटि पर्छ, 4-5वटा प्रदेशमा हुँदाखेरि मनसुनमा चाहिँ यो जहिले पनि अभाव हुने कुरा हो। तथापि हामीले इम्प्रोभाइज गर्ने भनेर पनि अरू लोकल लेभलमा जे पाउँछ त्यसलाई युज गरेर ट्युबहरू लगाएर अरूलाई युज गर्ने भनेको छौँ। त्यो अनुसार नै भइरहेछ। अन्य सुरक्षा निकायको पनि अब अहिले जिल्लामा हेर्ने प्रहरीको 12वटा छ, अनि बाहिर चाहिँ हाम्रो प्रत्येक प्रदेशमा एउटा डिएसटी रुमहरू छ। डिएसटी रुममा कतिपयमा छ, कतिपय छ, लगभग एउटा दुईटा चाहिँ प्रायः सबैमा छ। सो 7 14वटा भनौँ न, होइन, मान्छे तपाईँको भएर भने यहाँ इक्विपमेन्ट चाहियो, इक्विपमेन्ट चाहिँ धेरै हाम्रो नेपाल आर्मीबाट नेपाल आर्मीबाट हो। बेसिकली कतिवटा छ? त्यसमा इटली एउटा, काठमाडौँ 2टा, सुर्खेत एउटा, लङ लाइन हेलीहरूको कोसँग छ तपाईँको लङ लाइन रेस्क्युहरू गर्न सक्ने कतिवटा छ? अनि MS-17हरू त यो भयो, तर तपाईँको धेरै ठाउँमा पुग्नु सक्दैन क्या। यसमा तपाईँको कुनै ठाउँमा चाहिँ हामीले के गर्नु मिल्छ भन्दाखेरि चाहिँ जुन चाहिँ यो सानोतिनो रेस्क्युहरू छ यसमा चाहिँ हामीले प्राइभेट हेलीहरू युज गर्न मिल्छ, बुझ्नुभयो नि, होइन। अर तपाईँको इनकेस अड्केको छ भने तपाईँको चाहिँ लङ लाइन एउटाले मात्र पुगेन भने 2टा लङ लाइन गर्नु पनि मिल्यो, होइन। यसमा कुन हेलीहरू छ तपाईँको लङ लाइन गर्न सक्ने हेलीहरू एक्सपिरियन्स भएको? हेलीको सम्बन्धमा किन आर्मीको तपाईँको प्रक्रिया हुन्छ, समय लाग्छ,
होइन, विपदको बेलासम्म नै हुनु क्रिटिकल भनेको होइन। त्यही भएर तपाईँको यो डेटा हामीसँग नहुनु भने हाम्रो कमजोरी हो। एटलिस्ट यो भने तपाईँको प्राइभेटहरूले तुरन्त उडाउन सकिन्छ नि त, प्रक्रिया बिना नै उडाउन सकिन्छ। एनएमा के भन्छ जिएमसँग डिजीसँग कुरा गरेर यहाँ चाहिँ यस्तो भइरहेछ, आर्मीको प्रक्रिया हुँदै गर्छ, इफ इन केस आर्मी भएन भने अर्को त स्ट्यान्ड बाईमा भयो नि त हामीसँग ब्याकअप प्लान बी के छ त होइन। प्लान बी चाहिँ चाहिन्छ जहिले पनि तपाईँको एउटा नभएन अर्को। अब आर्मीको तपाईँको अर्को ठाउँमा धेरै ठाउँमा रेस्क्यु हुँदाखेरि समस्या के हुन्छ भन्दाखेरि आर्मीको 6वटा हेलिकप्टर डिफ्रेन्ट ठाउँमा पुग्छ, त्यहाँ आइपुग्नु समय लाग्छ। तर हामीसँग भएको प्राइभेट हेलिकप्टर्सहरू जुन चाहिँ यहाँ छ लङ लाइन गर्नु सक्ने मान्छेहरू छ, रेस्क्युमा एक्सपर्टहरू छ, उहाँहरूलाई चाहिँ एटलिस्ट हामीले चाहिँ तुरुन्तै यहाँबाट डिप्लोय गर्न सक्ने चान्सेस भयो नि त हामीसँग त होइन, रेस्क्युमा सजिलो भयो नि त। सो यो यसको डिटेल्स तपाईँले कुरा गर्नुपर्ने हो। तपाईँलाई नम्बर चाहिन्छ म नम्बर पठाइदिन्छु है। के भन्छ इनकेस खोलाको बिचमा छ भने मान्छेहरू त्यो इन्फर्मेसन चाहिँ हामीलाई चाँडो आउनु पऱ्यो। त्यसमा ड्रोन डिप्लोय गर्नु मिल्छ। ड्रोन डिप्लोय गरेर तपाईँको एटलिस्ट त्यो लाइफ बोय मात्र मान्छेले यसो गरेर राख्न सक्यो भने त्यसपछि उसलाई तान्नु पनि सजिलो हुन्छ होइन। यो पनि एउटा स्ट्यान्ड बाईमा राखिदिउँ होइन। हामीसँग त्यो तपाईँको 32 केजीको छ, 32 केजीकोमा हामीले रेस्क्यु गर्दाखेरि इनकेस त्यहाँ खाना पुगेन 32 केजीको पेलोड दुईटा छ, पेलोड 32 केजी वाटरप्रुफ खालको छ नि, वाटरप्रुफ होइन तर थोरै वाटरमा चलाउन सकिन्छ त्यो। दुईटा छ, दुईटा मतलब एउटा छ, दुईटा लाइटहरू चाहिँ अब यो चाहिँ तपाईँको सबै चाहिँ अलर्ट र स्ट्यान्ड बाईमा हुनु पर्यो सबै चिज चाहिँ। अब यसलाई चाहिँ तपाईँको पेपरमा हुन्छ इम्प्लिमेन्टेसन प्लान जो टिममा छ यो डिभाइड गरेर चाहिँ इम्प्लिमेन्टेसन प्लानमा चाहिँ लानु पर्यो, नत्र फेरि यो तपाईँको कागजी रूपमा मात्र हुन्छ। यो त तपाईँको हामीले केही नभए पनि 1-2 आवर्स भित्रमा हामीले टिमहरू डिप्लोय गरेर सबैलाई अलर्ट गरेर इन्फर्मेसन त फ्लो गरिसक्नु पर्यो नि त हामीले त होइन। त्यही अनुसारमा बल्ल हामी चाहिँ स्ट्यान्ड बाईमा हुन सक्छौँ सबैजनाहरू होइन। हाम्रो टिम पनि अलरेडी स्ट्यान्ड बाईमा छ होइन। एउटा लास्ट कुरा मैले के भने जुन चाहिँ मोटर बोट छ, मोटर बोट तपाईँको यतापट्टि चाहिन्छ के भन्छ बल्पुमा चाहिन्छ है। एउटा मोटर बोट चाहिँ चाहिन्छ किनभने तपाईँको ऱ्याफ्टिङ त्यो पानीको बहावले ऱ्याफ्टिङ गर्न गाह्रो हुन्छ, सकिँदैन होइन। त्यही भएर एउटा मोटर बोट चाहिँ तपाईँको चाहिँ स्ट्यान्ड बाईमा चाहिन्छ। छ नि स्ट्यान्ड बाईमा छ नि। अनि तपाईँको रोप्सहरू सबै त्यहाँ छ। रोप्सहरू चाहिँ यहाँ भ्यालीको बटालियनहरू छ। रोड एक्सिडेन्ट्सहरू किन मान्छेलाई थाहा छैन होइन। रोड एक्सिडेन्ट्सहरूमा चाहिँ तपाईँको इनकेस तपाईँको त्यहाँ एम्बुलेन्स पुग्नु सक्ने अवस्था छैन किनभने तपाईँको बाटो ब्लक छ होइन। बाटो ब्लक भएपछि हामीले भनिरहेको छौँ उसलाई रेस्क्यु गर्नु पर्यो, त्यसलाई भनेको हेली रेस्क्यु मात्र हुन्छ होइन। यसमा तपाईँको फन्डदेखि लिएर जे तपाईँहरूलाई चाहिन्छ तपाईँहरूले चाहिँ त्यसलाई चाहिँ प्रोसेस गर्नु पर्यो। कसैले एउटा ज्यान बचाउनुलाई चाहिँ तपाईँको लोभी गर्नु चाहिँ भएन होइन। हेलीबाट भए पनि तपाईँको आर्मीलाई भएन पठाएर भए पनि तपाईँको चाहिँ उहाँहरूले चाहिँ रेस्क्यु गर्नु पर्यो, गाडी होस् जेसुकै होस् दुर्घटना हुने बित्तिकै होइन। त्यही अनुसारमा तपाईँहरूले चाहिँ मेसेज डिप्लोय गरिदिनु पर्यो। जस्तो हामीले तुरुन्तै अहिलेसम्मको प्रोसेस के छ भने सिधो साथले त्यहाँ गर्ने हामीलाई खबरै नगरिकन हामी बाहिर छौँ भने सिधो साथले आर्मीलाई गिरलाई लेख्छ, आर्मीलाई लेख्छ, अनि हेली उड्छ, त्यसको पैसा छ पछि ओके ग्रेट। त्यो त्यसमा चाहिँ तपाईँको हेल्पलाइन चाहिँ हाम्रो दिएर के गर्नुपर्छ भन्दाखेरि त्यहाँ आपतकालीन अवस्थामा तपाईँको मान्छे घरबाट बाहिर ननिस्किने, यताउति होला, त्यहाँ ट्राभल गर्नु नमिल्ला, एम्बुलेन्सलाई तपाईँको गाह्रो पर्न सक्छ क्या। अब उसले त्यहाँबाट थाहा हुँदैन बाटो कहाँ बिग्रेछ, ऊ सरर पारा गइदिन्छ, सरर पारा गइदिन्छ बिचमा अब त्यो प्रेग्नेन्ट वुमेन होला, कोही घाइते होला, कोही इमर्जेन्सी होला, त्यतिखेर पनि तपाईँको सिचुएसन त्यसलाई चाहिँ हामीले चाहिँ हेलीबाटै रेस्क्यु गर्नुपर्छ। बाटोबाट भने नागरिकलाई चाहिँ तपाईँ हेलीबाटै रेस्क्यु गर्नुपर्छ कि त्यहाँ नजिकको त्यही भएर एउटा विपदको लागि तपाईँको एउटा यस्तो खालको एम्बुलेन्सहरूको सर्भिसेसहरूको लागि चाहिँ तपाईँको चाहिँ एउटा छुट्टै लाइन बनाउनु पर्यो होइन। छुट्टै लाइन बनाएर बरु त्यसमा किन मान्छेले किन 100मा फोन गर्दाखेरि उसलाई थाहा नै हुँदैन तपाईँको 100 एम्बुलेन्सको होइन, उसले चाहिँ अब पुलिसको मात्र हो भनेर सोध्छ क्या होइन। त्यही भएर त्यस्तै खालको कन्डिसनको लागि जहाँ चाहिँ एम्बुलेन्सले एकदमै यो गरेको छ होइन, तपाईँको विपदमा परेको छ, त्यतिखेर चाहिँ यो लाइनमा गर्नु भनेर भन्ने होइन। त्यो लाइनमा भने एटलिस्ट हाम्रो सजिलो पनि हुन्छ होइन, ल्याउनु पनि सक्छ एकदम इमर्जेन्सी परेको